हामीसँग भेट्न पनि आउनुभएको थियो। उहाँको एकदमै राम्रो कुरा सुनेको छु। जस्तै कि उहाँको उहाँले जस्तै कि यो सप्लिमेन्टहरू दिएर पनि होइन कतिको अब लाइफलाई चाहिँ चेन्ज गर्नुभएको छ। जस्तै कि बच्चा नपाएको होइन कति वर्षपछि यो सप्लिमेन्ट दिएर चाहिँ पाएको कुराहरू हामीले उहाँले न्युजमा राखिरहनु भएको छ, हाम्रो युट्युबमा पनि राख्नु भएको छ। त्यसले गर्दाखेरि त्यो कुराहरूलाई लिएर उहाँले आफ्नो र आफ्नो जस्तै छ नि अब छरछिमेकीमा पनि कतिको धेरैको इम्प्रुभमेन्ट भएको छ है मैले सुनेको छ। त्यसले गर्दा मैले अब हाम्रो ग्राउन्ड डाइरेक्टर म्याम अनिता तामाङ म्यामलाई चाहिँ मैले वेलकम गर्न चाहन्छु। ओभर टु अनिता म्याम। थ्याङ्क यू सो मच म्याम। नमस्कार सम्पूर्ण रिडर्समा। म्याम आवाज आएको छ? समय दिनुभएकोमा तिर्रा म्यामलाई धेरै धेरै धन्यवाद। र सर्वप्रथम मेरो परिचय, म चाहिँ अनिता तामाङ, बसाइ धरान। प्रायः सबैजना झुकिलो हुन्छ, धरानबाट म चाहिँ बिलङ गर्छु र क्राउन राइटर लगभग 4 वर्ष पुरा भइसकेको छ हेल्थ रिडिङमा। र यो प्लेटफर्म दिनुहुने सर्वप्रथम म हाम्रो डाक्टर टेम्पा शेर्पा सरलाई, साथसाथै हाम्रो राज मर्डन सर र मेरो अपलाइनहरू निरु खतिवडा म्याम र सुरज ढका सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज सायद उहाँहरू नहुनु भएको भए मैले प्लेटफर्म एउटा बुझ्ने अवसर पाउँदिनँ थिएँ। किन भन्दाखेरि अघि म्यामले नै भनिसक्नु भएको छ, म योभन्दा अगाडि चाहिँ विदेशमा थिएँ होइन, विदेशमा। र साथसाथै मैले धेरै ठाउँमा पनि नेपालमा पनि जबहरू गरेँ, तर म यहाँबाट सन्तुष्टि थिइनँ र त्यही सन्तुष्टि नभएको कारणले गरेर इन्कमकै लागि भनेर म विदेश लाग्नु पर्यो। तर बाध्यतावश लगभग 9 महिनाको समय अवधिमै म नेपाल फेरि फर्किनु पर्यो। र त्यसमा चाहिँ आफ्नो हेल्थ पनि थियो र साथसाथै मेरो आमाको मेन चाहिँ मेरो आमाको हेल्थको कारणले म नेपाल फर्केँ। र मेरो आमालाई चाहिँ धेरै समस्या थियो, उहाँलाई अल्सर पनि भएको र जुन जोइन्ट पेनको समस्याले यो जुन अघि हाम्रो मधुवाला म्यामले पनि भन्नुभयो, जुन उहाँको पनि ब्याकमा चाहिँ बाङ्गो छ भन्नुहुन्थ्यो डक्टरले। मेरो आमाको चाहिँ पुरै नै देखिने यत्तिकै बाङ्गो हुन्थ्यो होइन। र त्यस्तो बाङ्गो अवस्थामा यो हात यहाँभन्दा माथि जाँदैन थियो होइन, हात त्यसरी जाँदैन थियो भनेपछि अब डक्टरले अब उहाँको केसलाई राम्रो हुँदैन, अब एउटा टिचिङ लानु भन्नुभयो। अनि टिचिङ कसरी लाने, उहाँलाई 3-4जना मान्छेले उठाउन सक्ने कन्डिसन थिएन। र त्यो भएको कारणले गरेर अब हामीले एक त आर्थिक अवस्था पनि थिएन होइन, किन भन्दाखेरि भएको जति सबै उहाँलाई उपचार गर्दै सकिसकेको अवस्थामा र साथै फेरि अब उहाँलाई त्यस्तो कन्डिसन छ कसरी लाने भन्ने कुरामा चाहिँ अब बिपीबाट नसकेपछि फेरि मैले आयुर्वेदहरू विभिन्न गर्ने क्रममा ठ्याक्कै जुन फुड सप्लिमेन्टहरू चाहिँ मैले बुझ्ने अवसर पाएँ। र मलाई अलिकति पहिला पनि आयुर्वेदहरूमा मलाई विश्वास लाग्थ्यो होइन। र साथै फेरि जुन यो फुड सप्लिमेन्ट मैले बुझेँ, उहाँलाई जुन खुवाएँ होइन, खुवाउँदाखेरि चाहिँ उहाँको लगभग 5 दिनको रिजल्ट छ। 5 दिनमा चाहिँ उहाँको सुन्नेको जुन त्यो गठिया बाख्ने सुन्नेको चाहिँ 5 दिनमै राम्रो भएको छ क्या, सुन्नु कम भयो भनौँ न। अनि सुन्नु कम भइसकेपछि लगभग हामीले 11वटा त सप्लिमेन्टै थियो उहाँलाई, अनि फुड प्याच थियो, अनि हाम्रो राइस ब्रान्ड ओइल थियो। अनि यो जुन सप्लिमेन्टहरू मलाई रिकमेन्ड गर्नुहुने चाहिँ मेरो अफलाइन निरो खतिवडा म्याम र सुरज ढकाल सर हुनुहुन्छ, उहाँको लागि एउटा जोरदार ताली। उहाँहरूले नै गरेर मैले यो जुन सप्लिमेन्ट एउटा बुझेँ होइन। र त्यस पछाडि जुन उहाँको अवस्था अहिले एकदमै राम्रो छ होइन, जुन जब कि ओछ्यानमा पर्नुभएको व्यक्ति आज घरको सारा काम गर्नुहुन्छ, मलाई विशेष हेल्प गर्नुहुन्छ उहाँले। मैले यो खाएर राम्रो भयो भनेर बताउनुहुन्छ। अनि त्यस पछाडि मैले के सोचेँ, अब जब मेरो आमालाई त राम्रो भइसकेपछि अब यस्तो बिरामी त हाम्रो प्रत्येक घरमा जानुहुन्छ भने 5जनाको फ्यामिली हुनुहुन्छ भने लगभग कुनै न कुनै रोगले ग्रसित नै हुनुहुन्छ। र मैले यस्तो सोचेँ कि ल हेर्नुहोस् त, यहाँ त पढाइ चाहिएको छ, एउटा अनुभव साथसाथै केही सिकेर होइन, जुन अब हाम्रो क्लासहरू एटेन्ड गरेर अलिकति केही गर्दाखेरि त्यसमा त हामीले त एउटा मान्छेको जीवन नै परिवर्तन गर्न सकिने रहेछ भन्ने कुराहरू मैले फिल गरेँ। र मैले प्रत्येक पहिला हामीसँग फिजिकल मिटिङहरू हुँदैन थियो होइन, कहिलेकाहीँ हाम्रो जुम मिटिङहरू हुन्थ्यो है, इन्डियाबाट हुन्थ्यो होइन, कहिलेकाहीँ जुम मिटिङ हुन्थ्यो। र त्यही जुम मिटिङमा र म्याक्सिमम् युट्युबबाट सर्चहरू गरेर सम्पूर्ण कुराहरूको जानकारी गर्दै होइन। र अब पछि त हाम्रो मिटिङहरू पनि सुरुवात भयो। र त्यो गर्दै मैले फुड सप्लिमेन्टको बारेमा धेरै बुझेर धेरैजना मान्छेको प्रत्येकको घरमा समस्या भएको कारणले गरेर उहाँहरूले चाहिँ के गरे, एउटा जुन फुड सप्लिमेन्टको बारेमा चाहिँ जानकारी दिन थालेँ क्या। धेरै नै चाहिँ सुरुको दिनमा धेरै परिश्रम पनि गरियो होइन, धेरै फिल्डमा हिँडियो पनि, किन भन्दाखेरि धेरै सुविधाहरू थिएन हामीलाई त्यतिखेर। त्यो भएको कारणले गर्दा धेरै परिश्रम पनि गर्यो। र त्यो साथसाथै जुन अघि म्यामले पनि भन्नुभयो, लेटाङको केस हो यो चाहिँ, मोरङ लेटाङको केस हो।
त्यहाँनिर चाहिँ एकजना बुवा हुनुहुन्थ्यो। बुवाको चाहिँ अल्सर ग्यास्ट्रिकको समस्या र ग्यास्ट्रिक पनि यस्तो ग्यास्ट्रिक मलाई धेरै समस्या भइसकेको र जुन हाम्रो भर्खर इटेरी अफिस भइसकेको थियो। अनि उहाँलाई जुन सप्लिमेन्ट हामीले दिएपछि चाहिँ ग्यास्ट्रिक राम्रो भयो उहाँको र राम्रो भइसकेपछि उहाँले के भन्नुभयो भन्दाखेरि मेरो छोरी ज्वाइँको पनि समस्या छ, लगभग 8-9 वर्षदेखि उहाँहरूको सन्तान छैन, त्यसको लागि के उपाय छ भन्दाखेरि